आउनुहोस् आज चाहिँ हामीले तपाईहरुलाई सिजनेबल फ्रुट लिची सँगसँगै लोकल कुखुरा अनि लोकल मकैहरू खाएर देखाउने छौं अनि तपाईहरु पनि हेरेर आनन्द लिनु होला। हामीले चाहिँ खाएर आनन्द लिँदै छौं है। अनि यो भिडियो एडिट गरेर राख्दासम्म त खाएर पनि ल्याइसक्यो लिचीहरू। अनि यस पछाडी तपाईहरुले सब भिडियो हेर्न सक्नुहुन्छ। यो चाहिँ हाइलाइट हो है त। अंकित हाई एभ्रिवान, आज चाहिँ आउनुहोस् तपाईहरुलाई मैले हाम्रो दिदीको घर लिएर जान्छु भन्दा पनि हामी यहाँ चाहिँ गइसकेको थियौं। मैले भिडियो बनाउन बिर्सेको रहेछु अनि उही गएपछि सुरु गरे। अनि यहाँ चाहिँ नानीहरु हामी सबै यहाँ बाहिर शीतलमा बसेछौं। अनि यस्तो गर्मी छ हामी चाहिँ 2 बजे 1 बजेतिर गइथियौं होला। अनि यति बेला एकछिन बस्यौं अनि हामी चाहिँ यति बेला मकै लिउन खेततिर जाँदै छौं। अनि मैले टक्लिया भनेको हाँसेर यस्तो गर्मी छ। अनि खेतमा गएर अलि कौलो बिनेर काट है कान्छ भनेको त सही सबै मेसैसित काट्न थाले। अनि यस्तो हैन के अलि बिनेर कौलो काट उसिनेर खाइन जस्तो भनेर अनि यसरी हेर त भनेर मैले यहाँ सिकाउँदै छु। अनि धेरै जिन्नेको त अलि मिठो हुन्न नि त उसिनेर खाँदा। अनि त्यही भएर कौलो काट भनेर अनि यहाँ हेर्दै काट्दै छम। गर्मी यति गर्मी छ फेरि बाहिर निस्किन सकिन्न यति बेला पनि। अनि हामीले लिएर अनि मैले यहाँ मकै खोचल्दै छु। अनि त्यस्तो जिन्नेको रहन्छ ठिकै कौलो रहेछ, 1-2टा हल्का जिन्नेको पनि रहेछ। अनि बिनेर हामीले उसिन्यौं। अनि हामी फ्रेममा थोरै मान्छे देखे नि खाने मान्छे चाहिँ धेरै थियौं। अमनको आमा बुबा नि आउनु भएको थियो। अनि दिउँसो उसिनेर खाइयो। अनि कस्तो गुलियो लोकल उसवाला रहेछ यो मकै। अनि गुलियो थियो मकै पनि। अनि त्यसपछि मैले यहाँ कुकरमा राखे फटाफट। अनि कुकरमा राखेर बसाले। अनि यहाँ फेरि बाख्रालाई यो सानो उसहरू टुप्पोहरू खान दिएको त यस्तो मजाले चबाउँदो रहेछ। अड्काउँछ कि भन्ने कस्तो डर लागिरहेको थियो तर मजाले खायो। अनि त्यसपछि हामीले चाहिँ लिची अमनले लिची टिपेर फ्रिजमा राखिदिएका रहेछन्। अनि यहाँ लिची खाँदैछौँ। नानीहरूले त अघि नै खाइसके। हामी मकै लिन जाँदा नानीको बाबाले अनि यहाँ फेरि मैले मात्रै खाँदैछु। अनि यो चिसो फ्रिजमा राखेको त यस्तो मिठो के चिसो आनन्द खाँदा पनि। अनि यहाँ सानो नानीले नि खाँदै छिन्। अनि ठुलीलाई बोलाएको खान्न भन्छन्। जबरजस्ती खाऊ भनेको खाँदै खाइनन्। अनि लिचीहरू खाएर सक्दासम्म त मकै पनि पाकिसक्यो। अनि नानीहरू नि मकै खाँदैछन् यहाँ। अनि तातो मकै खाएको यस्तो गर्मी फेरि यो गर्मीमा तातो कपडा काट्नु भयो टक्लाउनु भयो हेर्दा मम्मीले हजुर मम्मीले कुकुर जस्तोको भन्नुभयो त्यस्तो हुन्छ त कि लाइभमा बसामला मम्मी ल आमाले र मैले चाहिँ अब लिचु टिप्ने हो। यो झोलाभरि चन्किनै झोलाभरि खान्छ। यहाँ त बाह्र ल मैले छ आमा आउँछु त बल्ल आउँछ यत्र आइजान त्यही यो मनी जाऊ कतै बन्द गर त 2-3टा गर्नियोस् त देखो ना गाइस आमाले यहाँ मलाई टिप्दैन म यहीँ अड्के ल आउनु
अलि पाकेको टिप है ल भयो छिटो बाहिर 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 टिप्दैछ आइरन चढ्न लायो कति टिप्यो देखाएको चाहिँ होइन है मैले देखाएको चाहिँ होइन तर अब जताततै रहेछ त्यही भएर यसो हालिदिएको मात्र देखाएको होइन किन देखाउनु र देखाउनै पर्दैन नि होइन सबैलाई थाहा भइसकेको कुरा ल्याऊ छिटो कता हो अलि कहाँला कहाँला काट्दो उसलाई रो किन हान्छ होइन